Happy birthday. कस्तो Hello everyone, welcome back to our channel Sonam and Dicky. कति दिन बाद गरेको आज चाहिँ भिडियोज हो. सो अहिले भर्खर आएको म चाहिँ ड्युटीबाट. कस्तो पानी परेर के म अहिले भर्खर आइपुगेको. अन्त आज चाहिँ के भन्छ बर्थडे केक पनि लिएर आएको छु. सो आज चाहिँ बर्थडे हो कसको भन्दा छोजेको आप्पाको, मेरो हस्बेन्डको बर्थडे. सो अहिले भरे अलिकति त्यस्तो सेलिब्रेट त छैन, केकहरू काट्छु अन्त सानो बर्थडे मनाउँछु. अन्त अहिले चाहिँ ठिकै आज नै फेरि माथि अल इन्डिया रेडियोमा ड्युटी परेछ हो. सो माथि जानुभएको छ. म चाहिँ ठिकै अहिले भर्खर पुगेँ, पानी परेर त्यो पनि. अन्त अब म लुगा फेर्छु, त्यहाँदेखि माथि गएर भाइ भेट्छु, त्यहाँदेखि के बनाउँछु तपाईँहरूलाई देखाउँछु म अहिले. सो स्टे ट्युन. अन्त लास्टसम्म हेरिदिनुहोस् भिडियो. म चाहिँ भर्खर चेन्ज गरिसकेँ, अब माथि जान्छु. लाइट पनि छैन जस्तो छ. अन्त यस्तो डरलाग्दो भिजेछ कि अब पानी परेको त्यस्तै हो, डरै लाग्दो. अन्त अब यहाँ भाइ के गर्दो रहेछ, भाइभित्र यसमा तपाईँहरूलाई अब भाइ के गर्दैछ देखाउँछु ल. भाइ चाहिँ यता आजसँग बसिरहेको छ हो, अब सुत्नुको लागि. आमा चाहिँ पर यस्तो पानी पर्दैछ कि म तपाईँहरूलाई देखाउँछु ल बाहिर. यहाँ यो खोला झोडा जस्तो डरलाग्दो, अझै त कम्ती हो, अरू बेला क्या डरलाग्दो हुन्थ्यो. हावा पानी गर्दैछ. अब चाहिँ म यहाँ कति बज्यो 4:30 भएछ हो. माछा फ्राई गर्दैछु. यता माछा फ्राई हुँदैछ, त्यहाँदेखि चिकन फ्राई गर्छु हो. अन्त के बनाउँछु घरमा देखाउँछु म. अब यहाँ भाइ चाहिँ सुत्ने अरे, आजसँग बसिरहेको छ हो. अब सुत्छ आजसँग. यहाँ माछा चाहिँ फ्राई गरेर रेडी भयो. मैले सुप पनि बनाएँ अलिकति डोकोको. केही अलिक प्याज टमाटरहरू चाहिँ हालेर धनियाँ राखिरहेको छु. यहाँ अब चिकन फ्राई गर्दैछु. अघि चिकन पाक्दैछ. अन्त भाइ चाहिँ यता अहिले बिजी छ ब्लग्स बनाएर. इङ्गा खै हाई राप्से छोजु खै नाकुजङपो फेरि मलाई बिजी छ. उसले ब्लग्स बनाएर खेल्छ. खै नाजिस मम्मालाई खै मम्मा सुत्छु थुच्ची खै छिले हेर्न आएको. मम्मा से मम्मा. भाइ चाहिँ अब ब्लग्स खेल्दैछ हो. फेरि चाहिँ चिकन पाक्दैछ. लाइट पनि गयो. यहाँ छ मेरो अर्को भाइ. नि भाइ यहाँ छ गार्लिक चिकन फ्राई हुँदैछ. यो फ्राई भएर चाहिँ यहाँ यो छ के भन्छ गोचुजाङ. यो चाहिँ गोचुजाङ सस हो कि, यसमा चाहिँ चिकन बनाउँछु म हो. कति रहेछ हेरौँ. यहाँ म खानु त खाँदिनँ चिकन, तर म बनाइ चाहिँ दिन्छु हो. सो लास्टमा तपाईँलाई देखाउँछु यो हालेर बनाउँछु कस्तो हुन्छ. यहाँ फ्राई भएर हुँदैछ, तपाईँलाई अहिले देखाउँछु ल. छोजेको आप्पा चाहिँ आइपुगेको छैन. भाइले चाहिँ फ्रेन्च फ्राइज स्टार्ट गरिसक्यो. भर्खर मैले बनाइदिएँ हो, खाँदैछ भाइ. यम्मी यम्मी लाग्छ मम्मालाई. यम्मी. लाइट पनि छैन हो. ऊ चाहिँ खानु थाल्यो. खै डान्स भएपछि खाँदै भएछ है. एक्टिङ चाहिँ हेर्नु नि, एक्टिङ केटाको एक्टिङ. ऊ चाहिँ यम्मी खै यम्मी लप्सी मम्मालाई थुच्ची खै. उसको थ्याङ्क यू चाहिँ खै न त फ्लाइङ किस न मम्मा ल.
Acting हेर्नु नि acting. खै flying kiss. Mala flying kiss, mama flying kiss कल. चिकन चाहिँ रेडी भयो यस्तो भएको छ के हालेन फ्राई गरेर यो गोचुजाम हालिकन बनाएको हो यस्तो भएछ म खान्दिनँ तर दामी बनाएछु यहाँ फिस अघिको हो यहाँ चाहिँ भेजको म खान्छु यसमा छ यो के भन्छ आलु टिक्की पनिर टिक्की हो क्या आलु टिक्की अन्त फ्राइज छ हो यो चाहिँ भाइ र मेरो लागि त्यति हो कस्तो भएछ भाइ चाहिँ हो डान्स गर्दैछ हेर्नुहोस् है खुट्टा Very good. Let's see. Let's go dance. Birthday boy चाहिँ भर्खर आइपुग्यो तपाईँलाई अहिले भयो नौ टक्कै 7 बज्यो भर्खर आइपुग्यो केक चाहिँ यो अरे बर्थडे केक छोजेको मलाई गिफ्ट चाहिँ हेर्नु नि आनालाई दिएको गिफ्ट अब म केक चाहिँ यहाँ छ कस्तो रहेछ निकाल्छु यस्तो छ केक चाहिँ केक काट्छु हाम्रो सानो नानीको कति वर्ष पुगेको अब केक काट्ने बेला छ हामी यहाँ वर्ष त कहाँ भन्छौँ नआउनु केक काटौँ केक काटेर त्यहाँ अब अलिअलि खाएर भोलि छुट्टी हो भाइ डल्ला वाउ केक वाउ लप्से वाउ लप्पे वाउ लप्पे Happy birthday to Khai clap. Happy birthday to you. Silent birthday हो अच्छी खुसी भएको रे Happy birthday dear छोजकी आपा Happy birthday छोजर आपा हो भाइलन फिक्स वेट ओ हेर्नु टिभीमा पनि बजिरहेको छ हेर्नु अझै यो छ सम्म लु ओ भाइ खान्छ अरे भाइलाई दिइहाल्नु खाओस् सोध्नु अझै आप्पा चाहिँ भेटे अझै के हुँदैछ मम्मी हो हात धुँदैछ खै मम्मीलाई तपाईँ खाइहाल्नु Blessings from mom and dad. Blessings from mom and dad. Right, mommy? मेरो पनि गिफ्ट छ नि मेरो र छोरी Smile,
नभए तातोस् न अलिक गिफ्ट चाहिँ क्या छिटो खोलेछौ अत्तालेर साइज चाहिँ हेर्नुपर्छ है कस्तो लाग्यो अहिले एकछिन भरे ट्राई गर्नु अहिले हेर्नु न खोलेर सबै H&M को हुन्छ अलिक यो लेन्थ छोटो हुन्छ होला है मन पर्यो अर्को छ तपाईको यो पनि तपाईको टी-सर्ट जुन चाहिँ मलाई चाहिँ पुरा जरुरी छ थ्यांक यू सो मच त्यो चाहिँ यस्तो कलर वाला हो पोलो नेक चाहिँ तपाईको कलर बिनाको हो अझै एउटा छ है कस्तो लाग्यो यहाँ तातो छ हो अघि बनाएको हुन्छ अब खाना खाइहाल्नु रहेछ बेसी पर्दैन खाना कस्तो भयो कि म चाहिँ अब अलिकति वाइन रहेछ यो के भन्छ हिमालयन क्याटरपिलर फङ्गस रोडोडेन्ड्रन वाइन यो खान्छु अलिकति मेरो यहाँ छ मेरो भेजको चाहिँ चिकनको कस्तो भएछ खाँदै अब छादु के मम्मी सबैजना हुन्छ अब भाइ सुत्नुको लागि यता बदमास गर्दैछ पुरा हो अब भाइलाई सुताउँछु सो यति नै हो खै सोध्छु न बाई बाई लब्बे फ्लाइङ किस फ्लाइङ किस न फ्लाइङ किस हुन्छ बाई सब्सक्राइब गर्नु नबिर्सिदिनुहोस्